हर्क साम्पाङज्यू अहिले दार्चुला जानुभएको छ पुल बनाउन भनेर होइन, तर असली पुल के हुन्छ म तपाईँहरूलाई देखाउन जाँदैछु र किन त्यो पुल यस्ता पुलहरू नेपालमा पनि बन्नुपर्छ र किन यो महत्त्वपूर्ण छ भनेर म तपाईँलाई त्यसपछि भन्नेछु। ल एकचोटि यो हेर्नुहोस्, तपाईँको यो पुल हेर्नुहोस् है, यो कति बलियो छ भन्ने तपाईँहरूलाई अब यहीँबाट थाहा हुन्छ। अझ यो हेर्नुहोस्, यसमा त तपाईँको यो पुलमा त तपाईँको ठुल्ठुलो ट्रेनहरू हुन्छ नि, त्यो पनि चल्न सक्छ, त्यही चल्ने पुल हो यो चाहिँ होइन। अब तर नेपालमा भनेपछि अब श्रमदान गरेर कस्तो पुल बन्ला त, र त्यो कतिसम्म चल्छ, कति वर्षसम्म त्यसको आयु हुन सक्छ त। हामीलाई के विकास चाहिएको हो, सबैलाई विकास चाहिएको हो, तर त्यो कति वर्षको लागि विकास चाहिएको हो र अहिले यस्ता श्रमदान गरेर तपाईँहरू कति वर्षसम्म टिक्ने पुल बनाउन सक्नुहुन्छ के, मलाई त्यो भनिदिनुहोस्। कति हामीलाई त्यो 2-3 वर्षको लागि मात्र विकास चाहिएको हो कि हामीलाई त्यो हाम्रो छोराछोरी नाति पनातिसम्मको लागि विकास चाहिएको हो? त्यो बुझ्नु पऱ्यो क्या नेपाली जनताहरूले। र त्यो असम्भव छ, श्रमदान गरेर तपाईँहरू त्यो एक लङ टर्म जुन डेभलपमेन्ट छ त्यो हुँदैन। एक केही क्षणिक समयको लागि त्यो अलिकति काम चलाउ गर्न सकिन्छ होला, तर त्यो लामो समयको लागि त्यो राम्रो आइडिया चाहिँ होइन के। त्यही भएर चाहिँ हामीलाई यस्ता चाहिन्छन् के, यस्तो हुनु पर्यो जुन असम्भव कुरा छ। त्यसको लागि राम्रो बजेट चाहिन्छ, राम्रो फन्डिङ चाहिन्छ, राम्रो वर्करहरू चाहिन्छन्, राम्रो इन्जिनियरहरू चाहिन्छ, हो त्यो हुनु पर्यो के, बुझ्नुभयो नि। त्यसैले हर्क साम्पाङजी जे गरिराख्नु भएको छ अहिले त्यो सब मलाई त लाग्छ त्यो एकदम स्टन्ट मात्र हो। त्यो हिसाबले देश बन्नेवाला छँदै छैन, अझ हाम्रो नेपाल त बन्नेवाला छँदै छैन। त्यसले साना तपाईँको विकासका कामहरू हुन सक्छन्, तर त्यो क्षणिक मात्र हुनेवाला छ, बाँकी केही पनि होइन। त्यसैले यस्ता कुराहरू बुझ्नुहोस्, अलिकति आफ्नो माइन्डलाई डेभलप गर्नुहोस्, त्यही हो, त्यही भन्न चाहन्छु जय नेपाल।